एज अ कन्टेन्ट क्रिएटर एक्लै भिडियो बनाउनु चाहिँ कतिको गाह्रो हुन्छ आज म तपाईँहरूलाई देखाउँछु है त। मलाई चाहिने सामानहरू चाहिँ मैले सुरुमै अलरेडी प्याक गरेर राखिसकेको थिएँ। अब चाहिँ ढिला नगरी लागौँ। सो म चाहिँ रुमबाट निस्किसकेँ अनि अहिले चाहिँ भिडियो गर्ने लोकेसनतिर जाँदैछु। म चाहिँ प्रायः भिडियो एउटै लोकेसनमा गर्छु क्या, किन भन्दाखेरि घाम छ प्लस त्यहाँ अलिकति रुखको छारेहरू छ अनि शीतल फिल पनि हुन्छ त्यसले गर्दाखेरि। सो जाउँ है त। त्यस्तो खासै धेरै टाढा त छैन, 5-6 मिनट हिँडिसकेपछि आइपुग्छ। एन्ड यहीँ हो होइन म प्रायः भिडियो सुट गर्ने चाहिँ। एन्ड दिस इज द भ्यू। मलाई एकदमै दामी लाग्छ यहाँको चाहिँ। पर्सनल्ली पनि एकदमै शान्त छ, हावा आउँछ, लाइक नेपालको जस्तो भाइब्स आउँछ क्या। म चाहिँ अब आइपुगिसकेको छु। यही लोकेसनमा हो प्रायः म भिडियो बनाउने चाहिँ है। त्यसपछि चाहिँ भने हामीले ढिला नगरिकन आफ्नो कामतर्फ लाग्यौँ, किन भन्दाखेरि अलरेडी 8:30 भइसकेको थियो। 9 बजेदेखि चाहिँ लास्टै चर्को घाम लाग्छ, त्यसले गर्दाखेरि चाहिँ छिटो छिटो भिडियो बनाउनुतर्फ लागेँ। भिडियो बनाउँदाखेरि अलिकति अप्ठ्यारो भनेको चाहिँ एक्लै हुँदाखेरि क्यामेरा स्ट्यान्ड पनि आफै हेर, अगाडि जा, आफू बोल, कहिलेकाहीँ आफू फेममा हुन्छ कि हुँदैन त्यो पनि थाहा हुँदैन। तर यहाँ मजा पनि आउँछ। अनि जब आफू एक्लैले भिडियो बनाएर हान्छ नि, कोही मान्छेहरू साइडबाट जान्छ नि यस्तो हेर्छ क्या, पुरै आँखा तरी तरी बौलाएछ कि के हो यो भनेर हेर्दो होला है। तर ठिक छ, रमाइलो भइरह, मजा आइरह। आजको लागि चाहिँ यति है, हेर्दै गर्नु होला है त, धन्यवाद।